हेलो नमस्ते सबैजनालाई। आज नेप्सी अपडेट तथा कुन सेक्टर राम्रो छ अथवा कुन स्टक राम्रो छ भनेर हामी आइडेन्टिफाई गरेर कन्क्लुजन निकाल्न ट्राई गर्छौँ। अनि भिडियोमा जानुभन्दा अघि चाहिँ यो चाहिँ मेरो बुझाइ हो हैन, यसको आधारमा चाहिँ किनबेच नगर्नु होला। यसबाट चाहिँ के हेल्प लिन सक्नुहुन्छ, यसरी पनि हुँदो रहेछ है भनेर, तर कम्प्लिटली यसमै अथवा यसैलाई नै आधार मानेर चाहिँ डिसिजन नलिनु होला। आफूले पनि एकचोटि सोच्नु होला, मेरो मनी होइन हजुरको मनी हो जाने, सरी पैसा। ल अब स्टार्ट गरिहालौँ। अब स्टार्ट गर्नुभन्दा अगाडि हामीले कसरी गर्छौँ भन्ने त्यो कुरा चाहिँ अलिकति ध्यान दिउँ कि हामीले युज गर्दा भने मुभिङ एभरेज 20, 50, 20 and 10 र अनि अर्को युज गर्दा भने रिलेटिभ डिस्टेन्स हो। यति दुईटालाई आधार मानेर चाहिँ हामी एउटा सेक्टर अथवा स्टक चाहिँ सिलेक्ट गरेर हो। ओके ल, अब यसलाई कसरी गर्ने भने चाहिँ म चाहिँ नेप्सी अल्फा युज गरिरहेको छु है। अब हजुरले कुन सफ्टवेयर युज गर्नुहुन्छ आई डोन्ट नो, तर नेप्सी अल्फामा चाहिँ एउटा के सुविधा छ भने चाहिँ यो हामीले रिलेटिभ स्ट्रेन्थ थाहा पाउनलाई चाहिँ यो इजी छ के भनेपछि 1 मन्थको पर्फर्मेन्स हेर्दा हो भन्नाले नेप्सी भन्दा कुनै पनि सेक्टर कति इले बढ्यो अथवा नेप्सी भन्दा धेरै बढिरहेछ भने चाहिँ ओके फाइन, त्यो सेक्टरलाई चाहिँ हामी हेर्छौँ। अनि घटिरहेछ भने हामी हेर्दैनौँ। ओके ठिक छ है। ल हामीले गराइसकेका छौँ। ल स्टार्ट गरौँ। हामी फर्स्टमा चाहिँ नेप्सी भर्सेस सेक्टर चाहिँ कम्पेयर गर्दा हो भन्नाले कुनै एउटा सेक्टरलाई हामी नेप्सीसँग कम्पेयर गरिरहेछौँ। अब यसलाई कसरी गर्छौँ भनेपछि अब हामीले सुरुमा एउटा सेक्टर गर्दै हेर्छौँ है। ल ट्रेडिङ ठिक छ। किन ठिक छ भनेपछि सर्ट टर्ममा पनि बुलिस छ, लङ टर्ममा पनि बुलिस छ हैन, त्यही भएर चाहिँ ठिक छ। अब हाम्रो सेक्टर ट्रेड गर्नु मिल्दैन, त्यही भएर अब हामी पछि हेर्छौँ कि यसको स्टक कस्तो छ भनेर है। अहिलेलाई ट्रेडिङ सेक्टर ठिक छ, किन बुलिस छ। किन ठिक छ? बुलिस छ। ओके सिम्पल। इन्भेस्टमेन्ट ठिक छ। अब यसको स्टक चाहिँ हामी हेर्छौँ है पछि। इन्भेस्टमेन्ट ओके। अदर्स या गुडबाट मोमेन्टम लुज गरिरहेछ, त्यही भएर सर्ट टर्ममा मोमेन्टम लुज गरिरहेछ हैन। यो सर्ट टर्ममा लुज गरेर लङ टर्ममा पनि जान सक्छ अथवा नजान पनि सक्छ। आई डोन्ट नो के गर्छ, न कोही भगवान त हैन। तर यसलाई चाहिँ हामी वाच लिस्टमा चाहिँ राख्न सक्छौँ। ब्याङ्किङ, ओहो ब्याङ्किङ चाहिँ ठिक छ, कम्प्लिटली बुलिस छैन, जान ट्राई गरिरहेछ। वाच लिस्टमा चाहिँ राख्न सक्यो। अब मेन चाहिँ तिनवटा सेक्टर ट्रेडिङ, इन्भेस्टिङ, अदर्स देखिरहेछ हैन। डेभलपमेन्ट ब्याङ्क मोमेन्टम क्याच गरेछ तर कम्प्लिटली छैन है मुभिङ एभरेजको उसबाट भन्दा मैले। अब आई डोन्ट नो हजुरको सिस्टम के चाहिँ कसरी ब्याचिल गर्नु छ, सो त्यो हजुरको इच्छा, तर कम्प्लिटली चाहिँ छैन अहिले नै। भन्नाले अब कस्तो भएपछि कम्प्लिट हुन्छ भन्ने कुरा चाहिँ सिम्पलमा सर्टमा भन्नाले चाहिँ 8 GB भने चाहिँ यो लाइन छ नि, तल रेड हुनु पर्यो अनि चाहिँ ग्रिन हुनु पर्यो, ब्लू हुनु पर्यो। भन्नाले 50, 20, 10 एउटा सिक्वेन्समा छ भने चाहिँ त्यसलाई चाहिँ हामी एउटा म चाहिँ बुलिस साइन मान्छु है। त्यो चाहिँ छैन है। ल त्यही भएर ठिक छ। अब हामी हेर्छौँ डेभलपमेन्ट ब्याङ्कमा पनि कुन स्टक राम्रो छ भनेर। डेभलपमेन्ट ब्याङ्क भयो अनि होटल नो, राम्रो मोमेन्टम बढेको छैन स्टिल। नन लाइफ, हाइडेपार, ओहो लाइफ नो। ओके अब यिनीहरू सेक्टर चाहिँ खासै राम्रो छैन, त्यही पनि हामी स्टक हेर्छौँ यसको। ल हामी अब यसमा जस अब यति हेरेर कन्क्लुजन निकाल्नु पर्दा चाहिँ ट्रेडिङ, इन्भेस्टिङ र अदर्स सेक्टर चाहिँ राम्रो छ। ब्याङ्किङ ट्राई गरिरहेछ, डेभलपमेन्ट भर्खर मोमेन्टम दिइरहेछ, यिनीहरू चाहिँ हेर्न सक्यो होइन यी सेक्टरलाई। अब जाउँ अब स्टक भर्सेस सेक्टर भर्सेस स्टकमा।
भन्नु पर्दा चाहिँ हामी जान्छौँ अब इन्भेस्टमेन्टमा। इन्भेस्टमेन्टको चाहिँ हामी हेर्छौँ, के हेर्छौँ? ओके फाइन, ठिक छ, गुड। यो चाहिँ प्योर टेक्निकल मात्रै युज गरे है, फन्डामेन्टल अरू चाहिँ हामी के युज गर्दा छैनौँ, जस्ट चार्ट हेरेर मात्रै ट्राई गर्दा छ। एनआरएन ओके ठिक छ। वाच लिस्ट किन भनेपछि अप ट्रेन्डमा छ, मोमेन्टम राम्रो छ, अनि पछि अब के चाहियो त भन्नाले यति भयो, पुगेन। अब हामीलाई टाइट चाहियो, यस्तो मजाको टाइट होस् अनि ब्रेकआउट होस् विथ एक्सपान्सन अथवा भोल्युम आओस्, त्यसमा हामी चाहिँ हेर्छौँ लाइक दिस। यस्तो ओके। अब यो पछि हेरौँ ल, इन्ट्री एक्जिट को कुराहरू यता तर जस्ट हामी कुनलाई वाच लिस्टमा राख्ने, कुन भोलि नै ब्याक गर्ने जस्तो छ भन्ने चाहिँ कुराहरू छ। एनआरएन ओके भोलि ब्याक गर्ने जस्तो छैन, सेयर्स लिस्टमा छैन, किनभने चाहिँ रिस्क म्यानेज गर्न गाह्रो हुन्छ। यो टाइट हुँदैछ, ओके फाइन। अब यो टाइट हुँदैछ, अब कस्तो टाइट बन्छ हेरौँ। प्राइस टाइट है, नेफ्रा ओके बढिरहेछ, तर जहाँ पाए त्यो किन्न भएन नि त, एउटा ठाउँ हुन्छ नि त। हो त्यो ठाउँलाई चाहिँ सरी त्यो ठाउँ अथवा त्यो स्ट्रक्चर बन्न, त्यो प्याटर्न बन्न चाहिँ वेट गरेर हो। अब फेरि प्याटर्न खतरनाक के होइन, जस्ट सिम्पल हाइटाइट फ्ल्याग भन्छ, जस्तो कसैले पुल एन्ड फ्ल्याग भन्छ, एउटा मुभ अनि यस यो बनोस्, यसको ब्रेकआउटमा चाहिँ छिर्न खोजिरहेको हो। अब त्यसको इक्जाम्पल अहिले सिम्पल भयो, सर्टमा दिँदा चाहिँ यस्तो दामी मुभ सब, जस्ट एउटा क्लियर अप ट्रेन्ड चाहियो भन्नु खोजेँ फाइन। यस्तोमा चाहिँ छिर्न खोजिरहेको है। इन्भेस्टमेन्ट भनेपछि इएनएल ओके, इएनएल चाहिँ ठिक छ होइन। अब यसलाई चाहिँ अब त्यही हो, जस्तो एउटा राम्रो मुभ भर्खर क्लियर ट्रेन्ड देखाउँदैछ। क्लियर ट्रेन्ड हुनाको चाहिँ आरजिबी सेम 150 200 एउटा राम्रो सिक्वेन्समा अर्डरमा बसोस् भन्नाले 10 20 50 अनि त्यसपछि हामी हेर्छौँ ओके फाइन। अब यसको कुनै राम्रो ब्रेकआउट आएछ भने चाहिँ we can consider इन्भेस्टमेन्ट पछि अब हामी जान्छौँ ट्रेडिङमा भन्नुपर्दा चाहिँ के भन्नु, मैले के भनौँ भनेपछि बिबिसी ओके, बिबिसी वाच लिस्टमा राख्न सक्यो, भोलि नै ब्याक गर्न अलिक गाह्रो छ किनकि ब्रेकआउट ट्रेड गर्छु म, त्यही भएर मलाई ब्रेकआउट चाहियो, भोल्युमसँग ब्रेकआउट चाहियो मलाई होइन, बच्चा जस्तो बिबिसी। अनि ट्रेडिङ नै हो नि त। ओहो एसटिसी नो मेरो लागि, किन भनेपछि यो डाउन ट्रेन्डमा छ, म यत्तिकै मैले किन्न सक्दैन, किनभने आई निड आरजिबी। अब यो डाउन ट्रेन्डमा भएको छ चाहिँ पकाउन सक्दैन, किन भनेपछि बलेको आगो तापम भने हो होइन, भन्नाले बलेको आगो के भन्नाले अप ट्रेन्ड मेरो लागि बल्न त बल्यो, तर के बल्यो भने जस्तो अदर्स ओके। अब अदर्समा हेर्नु पर्दा अदर्स सर्ट टर्ममा मोमेन्टम लुज गरिसकेका छ, अलरेडी हामीले कुरा गरिसकेका छौँ। अब पछि गएर रिकभर गर्यो भने डिफ्रेन्ट कुरा हो, तर अहिले नै यसमा चाहिँ कम्प्लिटली पैसा 100% इन्जेक्ट गर्न चाहिँ अलिक गाह्रो छ। यो केही बेर हल्का स्याड भए जस्तो छ, रिसा जस्तो छ होइन, अनि त्यही भएर अजस्ता चाहिँ एचआरएल अब यसलाई पनि मोमेन्टम लुज गरिरहेछ, त्यही भएर चाहिँ अलिकति छ भने चाहिँ अलिकति रिस्क म्यानेज गर्ने कि भन्ने कुरा हो होइन। अब हजुरको रिस्क म्यानेजमेन्ट गर्ने स्टाइल कस्तो छ, तर यदि म हुन्थेँ भने चाहिँ म हल्का रिस्क म्यानेज गर्थेँ, यसमा कम्प्लिटली त एक्जिट हुन्थेन, किनभनेपछि स्ट्रङ सेक्टर देखिरहेको बेलामा कम्प्लिटली एक्जिट गर्न पनि मूर्खता हुन्छ। अब जस्तै मानव 50% आउट, जस्तै म एनआरआइसीमा छु अनि म 50% आउट भइसकेँ, किनभने चलेन,
अब हुन त मेरो स्टप लस त हिट गरेको छैन, त्यही पनि अलिकति टाइममै रिस्क म्यानेज गर्नु भन्ने कुरा हो। एमके सिरियल क्यान वाच लिस्ट, अब यो टाइट भइरहेछ, तर यसमा चाहिँ अब 50% चाहिँ अस्ति इन्जेक्ट गर्नु सकिन्थ्यो क्यापिटल। ओके, टाइट भइरहेको थियो प्राइस एन्ड हायर आएको हेरिरहेको थियो, मार्केट खसिरहेको बेला यहाँ 50% इन्जेक्ट गरेर फेरि अर्को टाइटमा चाहिँ इन्जेक्ट गर्न सकिन्थ्यो। यहाँ किन 100% इन्जेक्ट नगरे भन्दाखेरि लुक सेक्टर खसिरहेको थियो नि त, अब ओभरअल अब यसको सेक्टर नै खसिरहेको बेलामा एक्लै दबाउन गाह्रो हुन्छ नि त। बरु सबै एउटै वेमा गयो भने चाहिँ इजी हुन्छ कि, त्यतिखेर चाहिँ 100% क्यापिटल इन्जेक्ट गर्न चाहिँ अलि ठिक हुन्थ्यो। ओके, एमकेसिएल क्यान वाच लिस्ट अथवा केही पर्सेन्ट चाहिँ सर्टेन पर्सेन्ट चाहिँ क्यान बाई। एनडब्लुसिएल साइडवेज छ, हेर्दैन, भोल्युम आयो भने चाहिँ हेरौँला। एनआरएस लुकको जस्तो मैले किन यहाँ हो यो हेरौँ होइन, जस्तो अब राम्रो हल्का गुड भोल्युम चाहिँ त्यो प्राइस एक्सपान्सन भएको थियो 3.63, त्यस्तो राम्रो त होइन। अब मेरो विचारमा चाहिँ एटलिस्ट 4% भन्दा एबभ भयो भने चाहिँ एक्सपान्सन अनि भोल्युम आयो भने चाहिँ राम्रो हो होइन, मेरो विचार बनाएको चाहिँ मैले। अनि लगभग मैले रिस्क म्यानेज गरिसकेँ, किनभने चाहिँ मोमेन्टम लुज गरिसकेको छ, तर 50% मसँग छ अनि चाहिँ अब त्यो पनि म्यानेज गर्नुपर्ला जस्तो छ होइन। तर मेरो भन्नुको अर्थ चाहिँ यदि म रङ भइरहेको छु यदि भने चाहिँ रिस्क म्यानेज गरेकै राम्रो, बढ्ला भन्ने आश हुँदैन, किनकि अरू सेक्टर बढिरहेको छ यो पनि बढ्छ कि भन्ने आशमा बस्नु एकदम नराम्रो बानी हो। त्यही भएर रिस्क म्यानेज गरौँ, भोलि बढ्यो भने फेरि बढ्यो मैले किन बेचेँ भन्नु नहात्यौँ, टाइम आउँछ, आफ्नो टाइम आएको भने जस्तो। होटेल्समा हेरौँ, होटेल सोल्टी नै भनी बोलाएको, सोल्टीले के गर्नु, एसएचएलले चाहिँ के भोल्ने किन्नु जस्तो छैन। हाई क्यापमा अलिकति ट्रेड गर्न गाह्रो किन लाग्छ भने चाहिँ खास एक्सपान्सन हुँदैन नि त जति लो क्यापमा हुन्छ, तर यसमा भोल्ने ब्याकग्राउन्ड जस्तो केही थिएन, तर क्यान के वाच लिस्ट मस्त स्मुथ साइडवेज ओके ठिक छ। यसको कुनै राम्रो ब्रेकआउट भयो, कुनै टाइट भेट्यो भने चाहिँ वी क्यान अब यस्तै, तर यसको सप्लाई हेर्नेहरू छ होइन, त्यही भएर अलिकति ध्यान दिएर गरौँ, नआत्त्यौँ नमात्त्यौँ। डाउन ट्रेडमा छ, नट इन्ट्रेस्टेड, सिजिएच नट इन्ट्रेस्टेड, सिटी नट इन्ट्रेस्टेड, केडिएल नो 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 नो, किनकि डाउन ट्रेडमा छ, सर्ट टर्ममा लङ टर्ममा पनि अलिकति है, त्यही भएर ध्यान पुऱ्याएर बसौँ। डेभलपमेन्ट ब्याङ्क ओके, डेभलपमेन्ट ब्याङ्क CORBL लुक, अब भोल्ने ब्याकग्राउन्ड जस्तो छैन, वाच लिस्टमा राख्न सक्यो, जिआरटी भ्यालु वाच लिस्ट, एक्सपान्सन छैन, भोल्युम छैन, राम्रो सिपिपिएम भर्खर ट्राई गरिरहेको छ, बट यो त बढ्यो भने नि त ब्रो यार, यस्तो सरी यहाँ अब गयो होइन, गएपछि चाहिँ अब यहाँ त गयो, अब हामीलाई थाहा हुँदैन बढ्नु थाल्यो भन्ने हुन्छ नि त। जस्तो अब एउटा टाइट चाहियो कि यहाँ पनि यस्तै खालको टाइट, तर ब्रेकआउट पनि चाहियो, त्यही भएर यसलाई वाच लिस्टमा त नो, अहिले नै नो 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 गरिमा ओके मेबी त्यही होला, गरिमा होला। ओके, एमडिबी नो भर्खर आउँदैछ, आउँदिम, सिन्धु ओके चाहियो, ब्रेकआउट ब्रेकआउट मोमेन्टम लुज गरिरहेको छ, त्यही भएर ध्यान नदिउँ मलाई अहिले नै, यसलाई टाइट पर्ख्यौँ, यहाँदेखि नहेरौँ, राम्रो छैन। ओके, डेभलपमेन्ट ब्याङ्क पनि हेरिसक्यो हामीले। फाइनान्स CFCL ओके, फाइनान्समा चाहिँ CFCL चाहिँ राम्रो देखिरहेको छ, भर्खर मोमेन्टम क्याच गर्न ट्राई गरिरहेको छ, एउटा गुड मुभ सर्ट टर्ममा 22% मुभ विच इज गुड। अनि अब चाहियो हामीलाई
टाइट पनि ओके 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 अनि हायर आई मेबी ओके 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 हायर आई रहेछ अब चाहियो एउटा राम्रो ब्रेकआउट विथ टाइट यो सेटअप हो भने चाहिँ हाइट एट फ्ल्यागको वी क्यान ट्रेड आरजिबी त छैन है फेरि अघि त आरजिबी भन्दा थिइस् भन्दा है तर आरजिबी चाहिँ छैन तर मोमेन्टम आउन ट्राई गरेर चाहिँ अब कुनै बेला एउटा राम्रो भोल्युम सहित प्राइज 4% भन्दा प्राइज एक्सपान्सन भयो भने चाहिँ वी क्यान कन्सिडर यसलाई सिएफसीलाई चाहिँ है एसएफसी नट इन्ट्रेस्टेड डाउन ट्रेन्ड नट नो 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 किनभने चाहिँ डाउन ट्रेन्डमा छ मसँग बटम क्याच गर्ने कुनै फर्मुला छैन विजय साइडले सोधौँला डेभलपमेन्ट ब्याङ्क ओ सरी सरी डेभलपमेन्ट ब्याङ्क हेऱ्यो है फाइनेन्स पनि हेऱ्यो है लाइफ इन्सुरेन्स जिएमएलआई वी क्यान सी है यसलाई वाच लिस्टमा चाहिँ राख्न सकिन्छ अस्ति मेरो मिस्टेक भएको थियो होइन र एउटा लुक त्यस्तो गुड भोल्युम त थिएन तर प्राइस एक्सपान्सन थियो र राम्रो थियो यो आइपिओ ट्रेड गर्न नै छुट्टै मजा आउँछ एनएलआइसी अलिअलि राख्न सकेको वाच लिस्टमा तर कसै ठिक लागिरहेको छैन एलआइसिएल नो अहिले नै एनएलआइसी ओके 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 वी क्यान किप वाच लिस्टमा चाहिँ एउटा कुनै राम्रो भोल्युम सहित आयो भने चाहिँ भोल्युम छैन नि त मार्केट कस्तो बेला यो पनि खासै खसिरहेको छैन ओके ठिक छ आएर गइरहेको छ वी क्यान किप वाच लिस्ट हाई क्याप हो भन्छ अलिकति त्यहाँनिर ट्रेड गरौँ है फुल क्यापिटल चाहिँ किन गर्दैन न एसएलआई अलिकति हुनसक्यो एसएलआईलाई न एसएलआई न लाइफ म्यानुफ्याक्चर ओके मैन्युफैक्चर में चाहिए सोना कितना सोना नो शिवम नो सर्वोत्तम नो ओके 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 सरी सर्वोत्तम चाहिँ हामी हेर्न सक्छौं है कुनै टाइटको ब्रेकआउट भयो भने चाहिँ भर्खर टाइट हुँदैछ हैन ओके फाइन 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 हायर हाई पनि गइरहेको छ ओके सोना वाच लिस्ट नो सर्वोत्तम ओके सर्वोत्तम वाच लिस्ट नो सोना मेन्टे नो एसडीएल नो यो भन्नु तल हेर्दैन ओ फाइनल हाइड पावर हाइड पावर हेर्दा चाहिँ हाइड पावरको स्टाइल राधि मिस भयो मबाट ओके ठिक छ ओके गुड नवरी एसपीपीएल वाच लिस्ट oh watch list okay crazy volume SPPL crazy volume I don't know reason हेर्नु पर्ला छ त ठीक छ नाम बोल माइला चाहिँ भोलि हेरौँ न के गर्छ NGPL watch list Ballroom watch list SSVC oh like यस्तोमा पनि अलिकति डिस्टेन्स हुन्छ के प्राइस एक्सपान्सन 2.5 oh यो आइडिया मलाई मन पर्दैन किन इएमएचएल वाच लिस्ट किन्न सकिन्न एसएमएचएल वाच लिस्ट पीपीसीएल केटिन पर्ख एमसीएचएल ओ राइट ओ एमसीएचएल चाहिँ ओके वी क्यान किप यूपीसीएल वाच लिस्ट एसएसएचएल नो एमएचएनएल वाच लिस्ट यो सबै यो वाच लिस्ट किन राखेको भने कुनै बेला राम्रो सेटअप भन्नु भने चाहिँ यसमा चाहिँ एन्ट्री गर्न चाहिँ सजिलो होस् भनेर बीपीसीएल वाच लिस्ट अपी वाच लिस्ट अपी राम्रो क्लियर ट्रेन्ड छैन के वाच लिस्टमा राखेर चाहिँ बस्न सकिन्छ हुनाले ओभरअलमा कन्सेप्ट चाहिँ यही हो हैन हुनाले जस अलिकति क्लियर ट्रेन्ड होस् अनि टाइट होस् अनि त्यसमा चाहिँ हामी एन्ट्री गरौँ लगभग हाइड पावर पनि धेरै छ आजलाई यति नै गरौँ हैन भोलि फेरि हामी हेर्छौं भोलि पनि भोलि अलिकति छोटो भिडियो बनाउन ट्राई गरौँ ला
म गर्छु ल। आजलाई गुड नाइट। केही क्वेसन छ भने चाहिँ कमेन्ट छँदैछ, जस्ट आउँछ चलाइदिनु होला फिडब्याक दिनलाई। बाई।